नमस्कार हजुर सबैमा र यो सानो जानकारीको लागि तपाईहरुको माझमा सानो भिडियो लिएर आएको छु है। के भन्दाखेरि चाहिँ आज हाम्रो घरमा नै घटेको घटना है, एउटा सानो जानकारी तपाईलाई दिन चाहन्छु। र मेरो बुहारी मेघनाकोमा चाहिँ आज अनलाइन नम्बरबाट चाहिँ कल आएछ है। र कल रिसिभ उहाँले गर्नु भएन रहेछ र कति कल आउँदा चाहिँ रिसिभ गरेर के अरे पैसाको यसरी तपाईले चाहिँ लोन चलाएको छ है, तपाईले चाहिँ अब त्यो लोन फिर्ता गर्नुपर्छ भन्दाखेरि अब उसले त लोन चलाएकै छैन। लोन पनि कति भन्दाखेरि चाहिँ 2500 रहेछ है। र चाहिँ उसले लोन चलाएकै छैन। अन्त मैले तपाईको पैसा चलाएको छु, तपाईलाई चिन्दिनँ, कसरी चाहिँ अब तपाईको पैसा फिर्ता गर्नु मैले चाहिँ किन मैले चाहिँ दिनु फोकटमा पैसा भन्दाखेरि चाहिँ उसले चाहिँ पुरा धम्की दिएछ है। र उनीहरूलाई सोधखोज गर्दाखेरि चाहिँ उनीहरूले चाहिँ डाइरेक्ट पाकिस्तानकै हो भने अरे हैन, नम्बर पनि हेर्दाखेरि त्यो यताको त हैन, इन्डियाको त हैन। अनि त्यस्तो हुँदाखेरि चाहिँ उसले चाहिँ हाल्दिन, पैसा किन हाल्नु, अब फोकटमा किन हाल्नु हैन, उसले चलाएकै छैन भन्दाखेरि चाहिँ उसले चाहिँ पहिला तेरो भिडियो भाइरल गरिदिन्छु भनेर WhatsAppमा मेसेज गरेछ। WhatsAppमा मेसेज गर्दाखेरि चाहिँ हेर्दाखेरि चाहिँ अब तपाईलाई थाहै छ ह्याकरले कस्तो चाहिँ मेसेज पठाउँछ है, नराम्रो अब उसको टाउको मात्रै जोडेर चाहिँ त्यसरी हाल्दिएको थिएछ, अब नराम्रो पिक्चरहरू हाल्दिएको थिएछ। र चाहिँ त्यसरी हाल्दाखेरि चाहिँ अब टाउको पनि एडिट गरेको देखिरहेको छ है। र अब यस्तो हुन्छ नि के अरे, अन्त उसले चाहिँ अब हाल्दिन भन्दाखेरि चाहिँ त्यो पिक्चर पठाल्यो। र चाहिँ उसले चाहिँ तिम्रो सबैलाई चिन्छु भनेर मलाई पनि चिन्छु भनेछ हैन, निहाललाई पनि चिन्छु भनेछ। अनि के अरे अट्टिरी गरेर उयो उसको धम्कीहरू उनीहरू पनि अब डिस्कस पर्दाखेरि चाहिँ उसले चाहिँ निहाललाई पिक्चर पठाइहालेछ है। पठाउँदाखेरि चाहिँ अब डराइहाल्छु नि अब हैन, पठाउँदा म त घरमा थिइनँ है, डराउँछु। अन्त डराउँदाखेरि चाहिँ उसले चाहिँ पैसा हाल्दैछ। हाल्दाखेरि चाहिँ अब सेन्ड भनेर आउँदाखेरि उनीहरूलाई पठाउँदा चाहिँ उनीहरूले त्यो पिक्चरहरू पनि आफै डिलिट गर्दैछ। तर अब हाम्रो बुहारीले चाहिँ अहिले साइबर है गान्तोकमा चाहिँ कल गरेर भन्नुभएको छ। अब त्यहाँ एफआइआरहरू त गर्नुभएको छैन, तर कल गरेर चाहिँ साइबरमा चाहिँ दिनुभएछ है, यस्तो यस्तो नम्बरबाट यस्तो यस्तो भनेर। अनि त्यो हुँदाखेरि चाहिँ त्यो चाहिँ कसरी भयो है, अब हामीले नपत्याउँदैलाई त अब बोल्यो होला त भयो भन्छौँ, तर होइन है। अब नानीहरूलाई सतर्क दिन चाहन्छु है, र सतर्क नानीहरूलाई पनि अनि थुप्रै हामी जस्तो आमालाई अनि अब केटाहरूलाई पनि हुन्छ नि होइन, केटाहरूलाई मात्रै हुँदैन नि त, त्यस्तो त केटाहरूलाई पनि हुन्छ। किन हुन्छ भन्दाखेरि चाहिँ अहिले एआईमा जति पनि हामीले फोटो बनाउँदैछौँ है, त्यो फोटोबाट चाहिँ अब कसैको चाहिँ फोन चाहिँ कस्तो पाराले लक खोलिन्छ भन्दा चाहिँ स्क्रिनबाट खोलिन्छ है, फेसबाट खोलिन्छ। र त्यो एआईबाट गर्दाखेरि चाहिँ कति स्क्रिन हाम्रो चाहिँ अब उहाँहरूकोमा पुग्छ। अब ह्याकरहरूले त जसरी पनि निकालिहाल्छ नि त होइन। अनि त्यो स्क्रिनहरू चाहिँ अब फेसबाट खोल्ने कुनै पनि अब उनीहरूले त्यो अब ह्याकरले 10 दुनियाँ जान्दैछ है। र यो एआईबाट चाहिँ अब कतिवटा फेसहरू मिल्दाखेरि अब उनीहरूको कतिवटा आइफोनहरूतिर त अब लक फेसले मात्रै खोलिने हुन्छ है, कतिवटा अटोमेटिक पनि अब आफै नै एप्सहरू डाउनलोड हुँदो रहेछ। त्यो भएर चाहिँ अब त्यस्तो भएर चाहिँ अब उनीहरूले फेस यसरी गरेर चाहिँ अब यसरी ह्याक गरेर चाहिँ उनीहरूले पैसा माग्यो है। तर अब डरले उसले हालिदियो, 2500 हालेर चाहिँ अब त्यो त्यसकोमा पुग्यो पैसा कुन हो होइन। तर तिनीहरूलाई राम्रो चाहिँ कहिले पनि हुँदैन। र म यो पनि भन्न चाहन्छु है, अहिले हाम्रो हालैमा पनि घटिरहेको छ हाम्रो भाइचुङ भाइको है, उसलाई पनि अब उसको पनि नम्बरबाट कतिजनाकोमा कल मेसेज गएछ है, पैसा हाल्दै यसरी भन्दै। अहिले प्रायः जस्तो के भएर चाहिँ भइरहेको छ हामीले है, अब मेसेजहरू पनि अब के अरे नम्बरबाट कसैकोमा आइहाल्दा त हुन्छ, तर हाम्रो बुहारीकोमा चाहिँ मेसेजहरू केही नआइकन चाहिँ एकैचोटि कल गरेर र चाहिँ यस्तो यस्तो लोन चलाएको छ भनेर मात्रै आएको है। उसले ऊ घरदेखि कहीँ जान्दैन पनि, फोन पनि उसले कसैलाई दिँदैन पनि है। तर यो चाहिँ सबै कुरा चाहिँ एउटा अब हामीले सोसियल मिडिया चलाउनु पनि डरसरी भइसक्यो। अहिले त सबैजनालाई मैले पेज बनाइरहेको छ, पेज खालको बनाउँदाखेरि अब फोनहरू कति निकाल्छ है, अब फेसहरू देखिहाल्छ। अब त्यस्तो हुँदाखेरि अब डरसरी छ। तर अब सबैलाई सतर्क गर्न चाहन्छु है। अननोन कलबाट चाहिँ अब त्यसरी मेसेज आउँदाखेरि अब ह्याकर हो कि के गर्छ नि, अब नानीले खेलाउँदै गर्दा पनि थिची पठाए कि अब त्यस्तोहरू त सायद भएन जस्तो लाग्यो। तर ह्याकरको 10वटा उनीहरूको चाहिँ अब चोर्ने दाउ हुन्छ है। र भन्न चाहन्छु प्रायः जस्तो चाहिँ यो एआईबाट पिक्चर बनाउँदा नै भएको जस्तो लाग्दैछ। र चाहिँ तपाईहरूलाई पनि सतर्क बसिदिनुहोस्। र यस्तो हुन्छ र चाहिँ कसैकोमा हाम्रो फ्यामिली या सबै कसैको चिनाजाना हामी सबै क्लोज फ्रेन्ड छौँ नि, उहाँहरूकोमा चाहिँ अब यस्तो अननोनबाट अब मेसेज जान्छ, मेसेज गयो भने चाहिँ हामीले चाहिँ आदान प्रदान अब भनिहाल्नु पर्ने रहेछ, यस्तोबाट मेसेज आएको थियो के गर्नु, पैसा हाल्नु कि होइन, त्यस्तो भनेर चाहिँ सोधिहाल्नु पर्ने रहेछ। नत्र भने चाहिँ अब यो ह्याकरले चाहिँ अब संसार जलाउने रहेछ है।
भन्न चाहे र तपाईँलाई सानो मेसेज दिन चाहे है, त्यो नम्बर चाहिँ म तपाईँलाई त्यहाँ हालिदिँदैछु, तपाईँहरू पनि सतर्क हुनुहोस् भनेर चाहिँ नम्बर म त्यहाँनिर यो भिडियो माथि चाहिँ तपाईँलाई हालिदिन्छु। त्यो नम्बरबाट आयो भने चाहिँ तपाईँले कलहरू चाहिँ एउटा पनि रिसिभ नगर्नुहोस्, किनभने कल रिसिभ गर्नु साथ नै उहाँहरूले चाहिँ उहाँहरूकोमा चाहिँ हाम्रो अब के जान्छ, खोइ भगवान् जानुहोस् के जान्छ, तर उहाँहरूसँग एड भइहाल्दो रहेछ है हाम्रो फेसहरू भन्न चाहन्छु। हुन्छ, थ्याङ्क यू। सेयर पनि गरिदिनुहोस् अनि कमेन्ट्सहरू पनि गरिदिनुहोस् ल। हाइलाइट आउनुको लागि चाहिँ गरेको होइन, तपाईँहरूकै सतर्कको लागि। हुन्छ।